welcome back to my YouTube channel. This is Prashansa, as you know. How are you guys? First of all, I hope you guys are doing very well, safe, sound, and healthy. So, today, you know what? I'm gonna see my cousins for the first time. Not only one, I'm gonna see two cousins for the first time, and I'm gonna meet them in person in real life, you know? Okay, let's start the day with my morning routine. Ta-da! Woo! First thing first, guys. Let's get fresh. I'm using CeraVe for face. Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us. My terrace today, you can see here is a big mess. I was cleaning yesterday. I stopped in the middle, and I'm not sure what happened here because there was plant before here, the money plant, and it destroyed my walls. These are the flowers from my garden. So now I'm gonna plug off this flower and make a garland so I can welcome my cousins. Look how good it is, like it's beautiful. So here we go. ल हेर्नुस् मैले बनाएको माला र यो चाहिँ एउटा सानो चाहिँ हाम्रो शिवमको लागि हो र ठुलो चाहिँ हाम्रो बहिनीको लागि, बहिनी प्राप्तिको लागि. And I'm so excited. Love. So tada गरेर लगाइदिने हो. Is it nice? आमालाई चाहिँ थाहा छैन मम्मीहरू आउनु लाउनुपर्छ भनेर, त्यो पनि एउटा काइन्ड अफ सरप्राइज हो. त्यही भएर चाहिँ यो मालाहरू अब हामी ठ्याक्कै मम्मी आउने बेलामा चाहिँ प्रार्थना घर लिएर जान्छौँ र हामीले यो माला चाहिँ घरमा लगाउने हो. पहिला चाहिँ मैले एयरपोर्टमा लगाउने सोचिरहेको थिएँ, फेरि एयरपोर्टमा लगाएर घर आउँदासम्म त्यो खासै इन्ट्रेस्टिङ नै हुँदैन. घरमा लगायो भने अलिकति यसो घरभित्र आउँदाखेरि लगाएको भनेर अलिकति छुट्टै इम्पोर्टेन्स हुन्छ भनेर रीति हुन्छ नि त. अब एउटा नाति नातिना पहिलोचोटि घरमा भित्रिँदाखेरिको एउटा सानो रीति हुन्छ क्या, हाम्रो त्यो पत्ती सत्ती बालेर भित्राउने यताउता हुन्छ क्या. यति राम्रो भएको छ कि यो फुल यति राम्रो फुल छ कि हाम्रो ड्याडीले एकदमै राम्रोसँग गार्डनमा एकदम राम्रोसँग गराउनु भएको फुल हो. यो ड्याडीले बनाएको फुल हो. यो चाहिँ हेर्न सक्नुहुन्छ, हेर्नु त यति राम्रो फुलको माला हो. फाइनली मैले चाहिँ फुलमाला उनेर खाना पनि खाइसकेँ अहिले. र आज चाहिँ के भन्छ भने हाम्रो एकदम प्रब्लम भइरहेको छ कि इलेक्ट्रिसिटी नै बिहानबाट अफ छ. इट्स बिन लाइक 5 hours probably, like from since morning the electricity is off. It's हामी केक अर्डर गर्न गइरहेको छौँ. सौरभ जान्छ केक अर्डर गर्न. वेलकम केक एन्ड गार्लेन्ड रेडी भइसक्यो. त्यसपछि अरू बाँकी कुराहरू आमाले पछि गर्नुहुन्छ होला. लेट्स सी, बिकज आमालाई एक्सपेक्टेसन्स नै छैन क्या छोरीहरू आउनु लागेको छ भनेर. देखेपछि एकछिन त खुसी त हुनुहुन्छ, रुनुहुन्छ होला बिचरा आमा. मलाई त्यति एक्साइटेड भयो कि त्यो हेर्नलाई नै कति आँटिसकेँ. आई विल गेट ब्याक टु यु वेन आइ एम रेडी. Moment we are here in the bakery to take the cake. English बोलिहाल्छु. Oh my god. आज चाहिँ हामी यहाँ अहिले चाहिँ हामी यहाँ केक लिन आएको छौँ बेकरीमा. म यति बिजी छु कि मैले मुखमा केही लगाउन नि भ्याएको छैन. लिपस्टिक सिस्टिक हुन्छ नि, म त कस्तो भएर हिँडेको. अहिले चाहिँ हामी चाहिँ एयरपोर्टको लागि हिँडिसकेका छौँ र म चाहिँ गाडीमा जान्छु. भाइले चाहिँ स्कुटी लिएर आउँदैछ. यो चाहिँ हाम्रो नेपालगञ्जको एयरपोर्ट. यतातिर चाहिँ नयाँ बन्दैछ. सो न्यू एयरपोर्ट इज अल्सो अन्डर कन्स्ट्रक्सन, बट दिस प्रिभियस एयरपोर्ट इज स्टिल वर्किङ. भयो तर के छ कसलाई लिन आएको? मम्मीलाई. अनि भाइहरूलाई लिन आएको होइन? भाइ बहिनीलाई मम्मीलाई लिन आएको. फर्स्टमा चाहिँ मम्मीलाई लिने अनि त्यसपछि भाइ बहिनीलाई लिने. ल जामा भयो. र विष्णु मामाको पनि ग्रान्ड इन्ट्री भइसकेको छ. नमस्कार नमस्कार. के छ तपाईँ सर आज कहाँ कार्यक्रममा? तपाईँ बुके लिएर आउनु भयो. हामी ड्याडीले यता फुल. ल ठिक छ. यो चाहिँ हामीले घरबाट होममेड बुके भर्खर ल्याउनु भयो.
यता लुक्न यता लुक्न यता यता लुक्न यता लुक्न म यताबाट हेर्छु कि लगेज एकछिन टाइम लाग्छ ल ल फाइनली हाम्रो भेट भइसक्यो तिमीलाई वाकी वाकी भयो कि नि बेटा तिमीलाई वाकी वाकी भयो कि कता जानु ड्याडी किन नचिन्ने हो र देख्नु मामासित मम्मीसँग त मिल्दैन नि देखेर भेटाइहालेको चिनिहालेको बाबु मलाई माया गर्थ्यो नि त यहाँ मेरो चाहिँ कति ज्ञानी मेरो चिनिहाल्यो कि फेरि हामीलाई चिनिहाल्ने कस्तो लागिरहेको छ तिमीलाई तिमीलाई कस्तो लागिरहेको यहाँ क्यामेरा भन्दै नि त कस्तो लागिरहेको छ अरे बाई बाई दादाको नाम भन न सौग्यो अभी मजा आएगा ना बाबरे बादल टङ्कियो तिमीलाई कस्तो लागिरहेको एकदम रमाइलो लागिरहेको छ म 7 वर्षमा आउँदैछु 7 वर्षमा नेपाल बल्ल नेपाल आए जस्तो लाग्यो कि अलिक के हो कुराकानी 7 वर्षमा दुईटा नयाँ छोरछोरी लिएर कस्तो हुँदो रहेछ एकदम म एक्साइटेड छु आमा एकदम हेलो आयो हामी त आइयो नमस्कार नमस्कार यहीँ बस्ने रे धेरै पछि मम्मी चाहिँ हाम्रो घर पाइला टेक्दै पाइला टेक्नु हो 7 वर्षपछि 7 वर्षमा आउँदैछ जाऊ आन्टी हो आन्टी दिदीहरू पनि आउनुभयो दिदी र मामा प्राप्ति सो अब चाहिँ हामी प्रश्न घर जान लाग्यो अनि यो केक चाहिँ उहाँको लागि अनि आमालाई अब सरप्राइज दिन लाग्यो अब चाहिँ हेरौँ आमाको रियाक्सन के हुन्छ अहिले हामी आमाको घर अगाडि आइसकेका छौँ गाइस सो अब चाहिँ हामी आमालाई सरप्राइज दिनु गइरहेछौँ तिमी रेडी छौ रेडी भन रेडी
यस भित्र गएर बस्छ भित्र गएर बस्छ भित्र गएर बस्छ भित्र गएर त्यही बस्छ आमा के अरे त्यो यहाँ हेर्नु न के भएछ के को यहाँ उभिआए त्यतिकै लगाइदिनु अहिले भित्र गएर लगाइदिनु लकी हो नानी यहाँ लगाइदिन्छ लकी हो लक भयो लगाइदिउँ अब मेरो सानो छोरो केही हुन्न त आउने बेला युट्युबमा हेर्नु होला माला लाउनु पर्छ बाबु मेरो नाति मेरो कान्छो यता फर्काउनु यता खसेको प्राप्ति यता हेर त बाफ्रे नेताज्यू घर आएपछि किन रोक्नु र झन् सरप्राइज दिएर आउनु हो यति खुसीको खबर ल हेर ल है ल कस्तो लाग्यो नाति आमा नरुनु एकदम खुसी नाति हेर्नु त यति छिटो नाति लिएर आएर एकदम खुसी हुने नि त अब त भिडियोमा देखा रोएर आमा हैरान्छ यहाँ खुसीको आँसु हो नि आमा एकदम खुसी भएर छोरी म बोल्नै सक्ने छैन नरुनु आमा नरुनु किन मम्मी रुने होइन पहिले त हाम्रो घर एकदम परिवर्तन भएर रहेछ है अहिले नेपाल जस्तो फिलिङ भइरहेछ नेताजी नमस्कार ए हजुर नमस्कार जापानिज भाषा बोल्दै गरेको छ बिस्तारै It's time to अहिले चाहिँ म यहाँ चिकन बनाउँदैछु हाम्रो खाना सबै पाकिसक्यो मम्मीहरू यता गफ गर्दै हुनुहुन्छ सबैजना भेटघाट कार्यक्रम प्याज छ यता हाम्रो आमा खुसी हुनुहुन्छ आमा आज एकदमै सकेसम्म आउँदा हुनु पर्ने ठाउँ यति सबै खुसीको आज खुसीको माहौल छ सबैजना अनि त्यस्तै छ के अरे अनि हाम्रो सौरभ गौतम फेरि यतातिर सुत्नु भएको जस्तो अरे स्टाइलसँग म त नभएको त यहाँ प्रोग्रामै रमाइलो हुँदैन होला होइन तपाईँलाई त्यस्तो लाग्छ भने भन्न सक्नुहुन्छ सो इट्स टाइम फर डिनर यो चाहिँ मैले बनाएको चिकन साग अनि यो चटनी अनि यो भात
सौरभ भर्खर सुतेर उठिसक्नु भएको छ सबैको खाना खाने बेला भएको छ ल अब यो केक कसले काट्छ अरे प्राप्ति कसले प्राप्तिले काट्ने केक भाइले नकाट्ने निदाइ छिन् ए ल कतिले दियो पहिला खुवाइदिन्छौँ सबैभन्दा पहिला कसलाई खुवाइदिनु बेटा अब सबै यो आमालाई नभनिकन एकदम यो सरप्राइज सब हाम्रो प्रशंसालाई क्रेडिट छ सौरभलाई पनि क्रेडिट छ है फेरि दिदीलाई मात्रै भन्नुभयो सौरभलाई सबलाई नानालाई सबैलाई धेरै धेरै यता हेरेर धन्यवाद भिडियो लास्टसम्म हेरिदिनु भएकोमा दुईटा हात जोडेर नमस्कार नमस्कार हो ल बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ गाइज द्याट्स इट फर टुडे बाई बाई